नमस्कार है हजुरलाई। नमस्ते तस्बिर। यो साका दावाको यो मन्थ जुन छ नि है, यो तपाईँहरूको प्रिपेरेसन कस्तो हुँदैछ बताइदिनु? हजुर अब यो शाखा दावक अहिले पवित्र महिना चलिरहेको छ। अस्तिदेखि नै 28 तारिकदेखि नै सुरु भएको शाखा दाव महिना र आज चाहिँ शाखा दावक आज 10औं तिथि हो। 10औं तिथि चाहिँ यो गुरु पद्मसम्भवको जन्मदिन भएकोले गर्दा हामीले हरेक महिना वर्षभरि नै हामी यो दशमीलाई एकदमै दिनभरि नै भव्यका साथमा पूजा हुने गर्छ। एभ्री मन्थ दशमी तिथि गुरुमुछेको पूजा भइरहन्छ र आज हाम्रो गुरुमुछेको पूजा भइरहेको छ। यसमा चाहिँ सबै पूजाहरू दिन दशादेखि लिएर आयुको पाठहरूदेखि लिएर ग्रह शान्तिदेखि लिएर हरेक पूजाहरू आज यहाँ गुरुमुछेको पूजाबाट सम्पन्न हुन्छ र हामीले सर्वसाधारणको लागि नै हामीले सम्झेर प्राणी कल्याणको लागि सम्झेर हामीले हरेक महिना दशमी पूजाहरू गर्ने गर्छौँ र साथसाथै यसपालिको यो शाखा दावा महिनामा चाहिँ अब हामीले इच्छा न्यूने व्रत राख्ने उयो गरेका छौँ, जन्मको गरेका छौँ। त्यसले गर्दाखेरि चाहिँ हामीले 9 तारिकदेखि चाहिँ यहाँ न्यूने व्रतको स्टार्ट हुन्छ। 9 तारिक चाहिँ न्यूने व्रत बस्नेहरू भेला हुने दिन हो र 10, 11, 12मा चाहिँ तपाईँको न्यूने समाप्त हुन्छ। र न्यूने चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ अब खासमा चाहिँ न्यूने चाहिँ एकदमै अब ठुलो एउटा पाठ हो, पूजा हो, ठुलो एउटा व्रत हो। यसमा चाहिँ हामीले सबै सांसारिक जीवनलाई त्यागेर 3 दिन भए पनि हामीले सांसारिक जीवनलाई त्यागेर सांसारिक उयोलाई त्यागेर चाहिँ हामीले एउटा गुम्बामा आएर सिल धारण गरेर सिल पालन गरेर हाम्रो ठुलो गुरुले सिल दिनुहुन्छ सबै न्यूने बस्नेहरूलाई। लामादेखि लिएर जति पनि भक्तजनहरू न्यूने व्रत बस्न आउनुहुन्छ उहाँहरू सबैलाई सिल दिन्छ। सिल पालन चाहिँ अब हामीले अष्टशिल पञ्चशिलहरू सबैको हामीले एउटा धारणा गरेर त्यसलाई अब हामीले आफूमा एउटा पञ्चशीललाई हामीले अपनाएर चाहिँ अनि हामीले अब यो गेटदेखि गुम्बाको गेट काटेर पनि जानु हुँदैन र न्यूने बस्ने जति आउनुहुन्छ उहाँहरू पनि गुम्बाभित्र नै 3 दिनको लागि चाहिँ उहाँहरू सबै आफ्नो बस्ने है उयोहरू सबैले ओर्ने ओछ्यान लिएर सबै यहीँ बस्नुहुन्छ 3 दिनसम्म। जबसम्म व्रत समाप्त हुँदैन तबसम्म उहाँहरू यहीँ गुम्बामै बस्नुहुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ अब यो 3 दिनसम्म चाहिँ हामीले सबै गृहस्थी त्यागेर चाहिँ एउटा भिक्षुनीको एउटा सिल पालन गरेर चाहिँ यहाँ न्यूने व्रत बसेको हुन्छ। त्यसले गर्दाखेरि जीवनमा चाहिँ अब हामीले जीवन डल्लै नै अब हामीले एउटा भिक्षुनी हुन नसके तापनि यस पवित्र महिनामा चाहिँ 3 दिन भए पनि हामीले गृहस्थीलाई त्यागेर एउटा भिक्षुनीको रूपमा भिक्षुनीहरूले जुन एउटा सिल पालन गरेर आफ्नो जीवन उयो गरेको हुन्छ, समर्पण गरेको हुन्छ भगवान् बुद्धहरूप्रति। त्यसरी नै अब 3 दिनको लागि पनि भए तापनि हाम्रो जति पनि न्यूनेपा आनीहरू आउनुहुन्छ है, लेडिसहरू आउनुहुन्छ, जेन्ट्सहरू आउनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो गृहस्थीलाई सबै त्यागेर चाहिँ 3 दिनको लागि चाहिँ बुद्धको शरणमा आएर अष्टशिल पञ्चशीलहरू आफूले धारण गरेर चाहिँ आफू चाहिँ भिक्षुनीको रूप धारण गरेर चाहिँ बसेको हुन्छ। 3 दिनसम्म चाहिँ हामीले यो गुम्बादेखि गुम्बालाई काटेर गुम्बाको गेट नागेर पनि जानु सक्दैन। यो सिलको भित्र पर्छ। यो सिलको कारणले गर्दाखेरि चाहिँ हामीले धेरै ध्यान दिनुपर्ने हुन्छ। यसमा चाहिँ अब हामीले भुलेर पनि सानोभन्दा सानो पाप पनि हामीले गर्नु भएन। सानोभन्दा सानो एउटा किरा फटेक्रादेखि लिएर ठुलोसम्म अब हामीले एउटा हत्या गर्ने, हिंसा गर्ने त्यस्तो खालको सबै त्यागेर चाहिँ हामी एउटा भिक्षुनी भएर चाहिँ हामीले यसरी अब यहाँ न्यूनेमा बसेको हुन्छ। त्यसले गर्दा यो न्यूनेको यसको फाइदा यसको अब उयो चाहिँ धेरै नै छ, धेरै नै अब फाइदाहरू छ। त्यसले गर्दाखेरि चाहिँ हामीले जीवनमा एकचोटि चाहिँ अब हामी पनि एउटा भिक्षुनी हुने एउटा सौभाग्य हो यो अब न्यूने बस्नुको कारण चाहिँ। त्यसले गर्दाखेरि चाहिँ अब न्यूनेको चाहिँ एकदमै ठुलो एउटा लाभ छ भनौँ न। त्यसले गर्दा चाहिँ अब जसले पनि अब बस्नु चाहनुहुन्छ न्यूने बस्छु भनेर चाहनुहुन्छ उहाँहरू 9 तारिकको दिन चाहिँ गुम्बामा आउन सक्नुहुन्छ र गुम्बामा बेलुका 4 बजीभित्र चाहिँ हामीले यहाँ आइपुग्नुपर्छ भनेर हामीले भनेको छौँ। अस्ति नै मेसेज गरेर त्यसले गर्दाखेरि चाहिँ हामी सबैलाई हामी न्यूनेमा चाहिँ हामी स्वागत जनाउँछौँ। हजुर, यो शाखा दावाको महिनामा दान दक्षिणा गरेको राम्रो है, निकै फल पाउँछ भन्ने मान्यता छ नि है। कोही मान्छेहरूले जस्तो यो तपाईँको गुम्बामा या त तपाईँहरूलाई है दान दक्षिणा गर्नु पऱ्यो भने कसरी सम्पर्क गर्नु पर्यो? दान दक्षिणा एकदमै अब यो चाहिँ अब ठुलो कुरा हो। अब
भगवान बुद्धले चाहिँ फर्स्टमै अब दाना पारमिता राख्नुभएको छ सिलहरूमा चाहिँ अनि हामीले चाहिँ दान चाहिँ एकदमै गर्नुपर्छ अनि यदि कसै पैसाले गर्नु सक्नेले पैसा रुपियाँले दान गर्ने है अनि आफ्नो शरीरले दान गर्न सक्ने मान्छेले अब हात खुट्टाले अब सघाएर हुन्छ कि आफ्नो शारीरिक उयो गरेर होइन एउटा सघाएर हुन्छ कि गुम्बामा आएर है जे जस्तो प्रकारले आफूले अब सघाउन सक्नुहुन्छ त्यो पनि सबै दाना पारमितामा आउँछ त्यसले गर्दाखेरि अब यस्तो गुम्बामा अब धेरै अब सहयोगको उयो खाँचो छ त्यसले गर्दाखेरि तपाईँहरूले गुम्बामा आएर न्युनेको लागि साथसाथै अब अर्को वर्ष पनि हाम्रो ठुलो अब एउटा प्रोग्राम छ 100 वर्षको त्यसको लागि पनि तपाईँहरू आएर गुम्बामा सहयोग गरिदिनु भयो अनि दान गरिदिनु भयो एकदमै अब यो दाना पारमिता भनेको यस्तो ठुलो चिज हो कि यो चाहिँ पछि अब हामीले मरेर बितेर जाँदा मात्रै थाहा हुने चिज हो अनि दाना पारमिता छैन गऱ्यो भने चाहिँ हामी पछि जुनीमा हामी जन्मिँदै एकदमै अब ठुलो घरमा जन्मिने है हामीले जे गरे पनि सक्सेस हुने खालको अनि हामी पुण्य धेरै सञ्चय गर्ने त्यो प्रकारले गर्दाखेरि चाहिँ अब हामीले भगवान बुद्धले पनि यो दाना पारमितालाई चाहिँ एकदमै ठुलो महत्त्व दिनुभएको छ त्यसले गर्दा हामीले जति सक्छ आफ्नो इच्छाले दान पारमिता गर्नु भन्ने चाहिँ तपाईँहरू एकदमै राम्रो हो त्यसले गर्दा अब गुम्बामा आएर पनि सहयोग गर्न सक्नुहुन्छ नभए मसँग अब लामाटासी भनेपछि प्रायःले चिन्नु नै हुन्छ है अनि मसँग पनि अब फोन मार्फत सम्पर्क गरेर कस्तो प्रकारले हामीले अब गुम्बालाई डोनेट गर्नुपर्छ भनेर तपाईँहरूले मसँग कन्ट्याक्ट गरेर पनि तपाईँहरूले त्यसरी मसँग अब कन्ट्याक्ट गर्न सक्नुहुन्छ र गुम्बालाई जति तपाईँहरूले सहयोग गर्नुहुन्छ त्यसको लागि चाहिँ अब हामीले एकदमै तपाईँलाई स्वागत जनाउँदछौँ। तपाईँ त्यो सागा धावातिर गुम्बामा तेलहरू हाल्छ नि यसको मिनिङ चाहिँ के होला? तेलहरू हाल्नुको चाहिँ वास्तवमा अब हामीले चाहिँ अब यो पुण्य सञ्चय गर्नु लागि हो। अब यो यस्तो ठुलो पुण्य महिनामा चाहिँ हामीले एउटा दियो जलायो भने पनि अब लाखौँमा परिणत हुने र हामीले एउटा पाप कर्म गऱ्यो भने पनि त्यो चाहिँ अब लाखौँमा परिणत भएर मल्टिप्लाई भएर जाने त्यसले गर्दाखेरि चाहिँ अब हामीले एउटा पुण्य सञ्चयको लागि चाहिँ अब हामीले गुम्बामा गएर आफूले आफ्नो पैसा लगाएर तेल किनेर त्यो तेल चाहिँ अब हामीले दियोमा अलिअलि हाल्ने गर्छ उहिलेदेखि अब त्यो एउटा चलन पनि छ र